आएको छु किनभने मैले काहीँ पनि सहारा पाइन र अन्त्यमा म आफैबाट पनि जबसम्म म अरूको आँखा तथा हृदयको सामना गर्न सक्दिन तबसम्म म उनीहरूबाट भागी नै रहनेछु जबसम्म म मेरो गोप्य कुराले अरूलाई बाधा पुर्याउँदिन तबसम्म म उनीहरूबाट सुरक्षित हुन सक्दिन जिमिन्छु कि भन्ने डरले न त म आफूलाई नै चिन्न सक्दछु न त अरूलाई नै चिनाउन सक्दछु तसर्थ म एक्लो हुनेछु यहाँभन्दा अन्त कतै यस्तो साझा ठाउँमा आए मैले यस्तो महिना पाउन सक्दछु जहाँ आए म आफू स्वयंलाई नै देख्न सक्दछु स्वप्नबाट प्राप्त बडापन र डरबाट प्राप्त हिमबाट नभए अब म एक सम्पूर्ण व्यक्तिको लक्ष्य प्राप्तिको लागि यहाँ आए आफ्नो जरागाडी खोल्न सक्दछु अब म एक मृत व्यक्ति जस्तो एक्लो नभई जिउँदो हुनेछु आफ्नो लागि र अरूका लागि